हेलो गाइज, वेलकम छ मेरो मिनी भ्लगमा। आज चाहिँ म बाख्रा चराउन आएको। त्यही पनि कति बजे भनेपछि 5 बज्न लागेको बेला। अरूको बाख्रा घर आउने बेला हाम्रो बाख्रा चाहिँ चर्न आएको छन्। हाम्रो बाख्रा चाहिँ थोरै मात्रै भएकोले हामीले चाहिँ साँझ एकैछिन मात्रै छोडिदिएको। वनमा धेरै टाढा पनि होइन, घरको नजिकै हो। बाख्रा चाहिँ यता तल तल घाँसमा गएको छन्। म चाहिँ बाटोमा बसेर भिडियो बनाउँदैछु। यसो बाख्रावाला आए बेला टाइम पास गरौँ अनि एउटा भिडियो बनाइहालौँ भनेर भिडियो बनाएको। यस्तै छ जिन्दगी गाइजहरू। म चाहिँ बाख्रा चराइरहेको छु। हेरौँ कति बजे लग्ने हो घर बाख्रा। अरूको बाख्रा घरमा आइसके, हाम्रो बाख्रा चाहिँ वनमै छन्। भर्खर फुकाएको, त्यही भएर बाख्रा चाहिँ चढिरहेको छन्। क्या गर्नु, यस्तै हो बाख्रा चराउने बस्ने। उतातिर जङ्गल बिचमा भिडियो बनाउन मजा आउने रहेछ साथीहरू। त्यही भएर मैले यसो भिडियो एउटा दुईटा भिडियो लिऊँ कि भनेर भिडियो लिएको। बाख्रा चाहिँ मजाले चरिरह उता मस्तसँग। म चाहिँ यता भिडियो खिच्नमा मस्त छु। साथीहरू, मेरो बाख्रा चाहिँ यता आएको छन्। एउटा बाख्रा चाहिँ उता छ होला, 3वटा बाख्रा चाहिँ यता आइसकेछन्। उता जङ्गलको भ्यू हेर्नु न गाइजहरू, यति राम्रो छ। तर के गर्नु, मेरो एन्ड्रोइड फोनले त्यति राम्रो भिडियो ल्याउँदैन, त्यही भएर त्यति देखाउँदैन, थोरै छोटो मिठो देखाएको। मेरो बाख्रा चाहिँ आइसकेको छन् बाटोमा। अब घर जान्छन् होला, गोठमा जान्छन् होला, किनकि रात पनि परिसक्यो। कति चराउनु गाइज, 4वटा बाख्रालाई पनि। त्यही भएर छोटो मिठो एकछिन चराउनै सक्यो। त्यही भएर घर लग्न लागिसकेँ मैले चाहिँ बाख्रा। म चाहिँ बाटोमै छु। चट्टपारामा बाख्रा चाहिँ अगाडि गइसके। हेर्नु न गाइज, अरू बाख्रा धेरै बाख्रा हेर्न सजिलो हुन्छ, तर 4वटा बाख्रा हेर्न गाह्रो छ मलाई। आउँदै बाटोमा पनि चर्छन् मेरो बाख्रा चाहिँ। बाटोमा यसो चढ्दै वरपर घाँस खाँदै हिँड्छन्। बिचारा बाख्राहरू टाढा जान सक्दैनन्, 4वटा मात्र भएको डराउँछन् गाइज बाख्राहरू चाहिँ। त्यही भएर बिचारा बाटोमा घर वरिपरि चढ्दै हिँड्दै गर्छन् बाख्राहरू चाहिँ। अनि म चाहिँ बाख्राको पछि हिँड्दै वरपर हेर्दै भिडियो खिच्दै जङ्गलको भ्यूहरू हजुरहरूलाई देखाउँदै हिँडिरहेको छु। बाख्रा चाहिँ वनबाट घर आएँ, फेरि घर जान फेरि वनमै गइसकेँ। अब म कसरी बाख्रा घर लग्ने होला, मलाई गाह्रो परिसक्यो गाइज। बाख्रा चाहिँ गइसकेँ तल, मैले बाख्रा हेर्न नसक्ने रहेछु। म भोलिदेखि वाला चाहिँ आउँदैन। ऊ तलदेखि बाख्रा घर जाने भनेर आएँ, फेरि बाख्रा वनमै गइसकेँ। त्यही भएर म भोलिदेखि चाहिँ बाख्रा ग्वाला नजाने निर्णय गरेँ। म हस्केर मर्न लागिसकेँ। बोल्न पनि सकेको छैन, बाख्राले धेरै दौडाएर। मेरो पछाडि चाहिँ यति राम्रो जङ्गलको भ्यू देखिरहेछ नि गाइजहरू, यति राम्रो। मलाई चाहिँ जङ्गल पाखा पखेरा एकदमै मनपर्छ। त्यही भएर म मेरो थोत्रो एन्ड्रोइड फोनले भयो भने म भिडियो खिचिहाल्छु। त्यही भएर खिचेको। यति राम्रो भ्यू जङ्गलहरूको, सल्लाको दमार छ, अनि उताको गाउँ छ, हिमाल पहाडहरू धेरै राम्रो छ। त्यही भएर म जस्तो सुकै क्यामेरा क्वालिटी जस्तो सुकै त्यसलाई क्यामेरा क्वालिटीलाई इग्नोर गरिदिएर म भिडियो खिच्नमा मस्त व्यस्त छु। के गर्नु साथीहरू, जस्तो छ त्यस्तैमा चित्त बुझाउनु पर्छ। कुनै दिन राम्रो चट्ट फोन लिएर यही ठाउँको भिडियो खिच्न पनि सक्छु, तर अहिले यसैमा चित्त बुझाइरहेको छु मैले। मेरो बाख्रा चाहिँ यहाँ छन्। मैले घर लग्छु भनेर ल्याइसकेको थिएँ, तर पनि जङ्गलमा गइसकेँ। रात पर्न आँटिसक्यो साथीहरू, 6 बजिसक्यो। बाख्रा घर जान्नन्, गाह्रो भइसक्यो मलाई।